मूर्ख व्यक्तिलाई कसरी चिन्ने त? यो मूर्ख हो, यो ज्ञानी हो, यो राम्रो व्यक्ति हो, यो नराम्रो व्यक्ति हो भनेर कसरी चिन्ने? जान्न चाहनुहुन्छ यदि? मूर्ख व्यक्तिलाई चिन्ने एउटा उपाय छ के, सरल उपाय। त्यो हजुरसँग आज म भन्नेवाला छु। यो भिडियो पुरा हेरिदिनुहोस् र हजुरले पुरा ज्ञान पाउनुहुनेछ है त। हरे कृष्ण। यो च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। यो निवास आचार्य च्यानलमा सब्स्क्राइब गरेर माथिको घन्टी पनि दबाइदिनु होला, किनभने यस्तो राम्रो कुराहरू हजुरको जिन्दगी सार्थक बनाउनका लागि मैले यस्तै भिडियो लिएर आउने गर्छु। त्यसैले हजुरहरू नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला र नयाँ हुनुहुन्न भने पनि पुरा भिडियो हेरिदिनुहोस्। र हजुरहरूले कसरी थाहा पाउनुहुनेछ भनेपछि मूर्ख व्यक्तिलाई कसरी चिन्ने त, हैन? कुनै पनि भगवानले यस्तो बनाइदिनु भएको छ कि यो संसारमा, हैन, कुनै पनि समस्या हुँदा समाधानको उपाय छ के। हो, भगवानले यस्तो बनाइदिनु भएको छ कि कुनै पनि समस्याको समाधान हुन्छ यो संसारमा। समाधान हुनको लागि सत्यतिर जानु पर्यो के, सही अँगाल्नु पर्यो आफूले। अनि हाम्रो सबै कुरा समाधान हुन्छ भनेर हामीले नराम्रोतिर लागेपछि त कहाँबाट हुन्छ, हैन? हुँदैन नि। हो, राम्रोतिर लाग्नुहोस् हजुर, हैन? सबै कुराको समाधान हुन्छ यो संसारमा। समाधान नहुने केही कुराको पनि छैन के। तर नचाहिने कुरा त्यतिकै फोकट कुरा गरेर नि भएन, हैन? चाहिने कुरा, आफूलाई चाहिने कुरा, हैन, समाधान हुने कुरा, हैन, हरेक कुराको समाधान छ। त्यसैले आज पनि एउटा कुराको समाधान लिएर आइसकेको छु म। के कुरा हो भने चाहिँ यो संसारमा हुन्छ नि मूर्ख व्यक्तिहरू। हो, मूर्ख व्यक्तिहरू कसरी चिन्ने त? हो, मूर्ख व्यक्ति चिन्नका लागि म एउटा छोटो कथा प्रस्तुत गर्छु। त्यो कथा पुरै सुन्नुभयो भने हजुरले पुरै ज्ञान पाउनुहुनेछ है त। हरे कृष्ण। सबैले दण्डवत प्रणाम। छोटो कथा प्रस्तुतिकरण गर्न आएको छु, हैन? पुरा सुनिदिनु होला है त। हजुरले पुरा सुन्नुभयो भने पुरा ज्ञान पाउनुहुनेछ। कुनै पनि एउटा ठाउँमा, हैन, कुनै पनि एउटा घना जङ्गल थियो। त्यो जङ्गलमा एउटा विशाल रुख थियो। त्यो रुखमा एउटा भँगेरीले गुण लगाएर बस्दै थिइन्। मैले पनि एउटा गुरुबाट सुनेको, हैन? त्यसैले हजुर कहिले पनि शङ्का गर्नु हुँदैन है। जस्तै यस्तै कुराको शङ्का गर्नु हुँदैन। भगवानले गीतामा के भन्नुहुन्छ? जो शास्त्रप्रति शङ्का गर्दछ त्यसको त्यो राम्रो मानिस छैन, त्यो मूर्ख भन्नुभएको छ भगवानले, हैन? त्यसैले शास्त्रको कहिले पनि शङ्का गर्नु हुँदैन, हैन? हो, त्यसैले कुनै पनि यो कथा पुरै सुनिदिनु है त। कुनै थोरै छ, 1-2 मिनटको मात्र छ। कुनै पनि एउटा विशाल जङ्गल थियो। त्यो जङ्गलमा एउटा भँगेरीले गुण लगाएर बस्दै थिइन्। एक दिनको कुरा हो, एउटा बाँदर आएछ। चिसोको महिना रहेछ। त्यो चिसोको महिना एउटा बाँदर एकदम कठ्याङ्ग्रिएर भागिरहेको देखिछन् भँगेरीले, हैन? अब भँगेरीले प्रश्न गरिछन् कि हे बाँदर दाइ, तिमी हजुर किन यस्तो जाडोमा भागिराख्नु भएको छ? हजुर पनि एउटा राम्रो घर बनाउनुहोस्, त्यो घरमै बस्नुहोस्। म हेर्नु त, म यति सानो छु र मैले घर बनाएको छु। हजुर त एकदम बलवान हुनुहुन्छ, बुद्धिमान हुनुहुन्छ, हैन? एकदम टाठो बाठो हुनुहुन्छ, एकदम ठुलो पनि हुनुहुन्छ। म यति सानी छु र मैले गुण बनाएर तातो न्यानो गरेर बसिरहेको छु। हजुर बुद्धिमान हुनुहुन्छ, हजुर ठुलो हुनुहुन्छ मभन्दा नि, हैन? त्यसैले हजुर पनि यस्तो जाडोमा त्यत्तिकै कठ्याङ्ग्रिएर नहिँड्नुहोस्। हजुर पनि एउटा घर बनाउनुहोस् भनेर एउटा भँगेरीले प्रस्ताव गर्छिन् कि बाँदरसँग। अनि बाँदरले भन्छ कि त मभन्दा नि जान्ने खुटिन्छस् भन्छ के। त मभन्दा नि जान्ने खुटिन्छस् त भनेर एकदम मूर्ख कुरा गर्छ। फेरि भँगेरीले राम्रोसँग सम्झाउँछिन् कि हेर्नुहोस् बाँदर चाहिँ यस्तो जाडो पनि धेरै छ। अब बाँदरकै भलाइका लागि राम्रो कुरा गर्छिन् कि उनले। जाडो धेरै छ, त्यसैले हजुरलाई धेरै गाह्रो होला। यो जाडोको महिनामा त अब कति गाह्रो हुन्छ, हैन? आफ्नो घरमा बसेपछि त न्यानो हुने भयो सबैलाई। हो, त्यस्तो फेरि उनले फेरि त्यही कुरा दोहोऱ्याउँछिन्, हैन? यस्तो गर्नु हुँदैन भनेर। फेरि बाँदर रिसाउँछ र के गर्छ थाहा छ? बाँदरले माथि रुखमा चढेर त्यो भँगेरीको गुण नै गरिदिन्छ, भत्ताभङ्ग आइन फ्याँकिदिन्छ के। हो, कस्तो हेर्नुहोस् त कस्तो गरिदियो त्यो बाँदरले। त्यो भन्ना बित्तिकै बाँदर रिसाएर पुरै रुखमा चढेर ती भँगेरीको गुण सुण पुरै भत्काइदिन्छ के, आइन फ्याँकिदिन्छ। त्यो गुणमा चल्लाहरू अन्डा थिए कि अन्डा सबै फुटाइदिन्छ। हो, यो कथाले के सन्देश दिन्छ भने चाहिँ मूर्ख व्यक्तिले हामीले कहिले पनि ज्ञान दिनुहुन्न क्या। किनभने मूर्ख व्यक्तिलाई ज्ञान दिनु भनेको विष दिनु बराबर हुन्छ भनिएको छ के। हो, त्यसैले मूर्खलाई कहिले पनि ज्ञान दिनुहुन्न। र मूर्ख व्यक्ति कसरी चिन्ने भनेर जान्न चाहनुहुन्छ भने त्यो बाँदर जस्तै हुन्छ के। मूर्ख व्यक्तिलाई कसरी चिन्ने भने चाहिँ एउटा मूर्ख व्यक्तिलाई राम्रो कुरा भन्नुहोस्, यस्तो गर्नु हुँदैन है साथी, हामी त यस्तो गर्नुपर्छ भनेर भन्नुहोस्। यदि त्यो कुरालाई त्यसले उल्टोमा सोच्दो छ, त्यसले त्यो कुराले हजुर त्यही कुरा गर्दाखेरि उसले ध्यान दिएर सुन्दैन, त्यही कुराले उल्टो सम्झिन्छ के। यो मलाई सम्झाइने, तँ जस्तो मान्छे भएर मलाई सम्झाइने भनेर यदि कोही घमण्डी गर्छ, आफ्नै कुराको जिद्दी धेरै गर्छ भने त्यो नै मूर्ख हो क्या। हो, त्यस्तोलाई भनिन्छ मूर्ख व्यक्ति। हो, त्यसैले मैले कथाबाट प्रस्तुत गरेको थिएँ। हजुरले कथा पुरै सुन्नुभयो भने हजुरले पुरै ज्ञान लिनुभयो होला, मैले थाहा पाइसकेँ बल्ल भने। हो, त्यसैले हजुर पनि मूर्ख व्यक्तिलाई कहिले पनि ज्ञान नदिनु के।
आफ्नो पनि घर बनाउन्न र अरूको पनि घर बनाउन दिन्न कि उसले भत्काइदिन्छ। जसरी बाँदरले, किनभने उसले आफ्नो पनि घर बनाएन, त्यही भँगेरीको घर पनि भत्काइदियो होइन त्यसले। हो त्यसैले हजुरहरू मूर्खलाई कहिले पनि ज्ञान नदिनुहोस् है त। ज्ञान कस्तो अवस्थामा दिनुपर्छ भने चाहिँ जस्तै आफूलाई पुण्य कमाइयोस् कि आफूले भनेको त्यसले मान्ने व्यक्ति नै ज्ञान दिनु पर्यो होइन। बाँदरले अब मानेन होइन, जस्तै भँगेरीले ज्ञान त राम्रै दिई थिइन् होइन, मूर्ख व्यक्तिले दिएर त्यतिकै उनको गुणमा आएर होइन अन्डा फुटाइदियो नि त त्यसले होइन, भतामिङ्ग बदियो। हो त्यसैले मूर्ख व्यक्तिलाई कहिले पनि ज्ञान नदिनुहोस्। के भनेको छ भनेपछि जुन कुराबाट हामीले ज्ञान प्राप्त, जस्तै जुन कुराबाट हामीले पुण्य प्राप्त गर्न सक्छौँ अथवा उसको राम्रो हुन्छ, हो त्यस्तो अवस्थामा उसले ज्ञान दिनु राम्रो हुन्छ। आफूलाई नै हानिकारक हुनेछ भने चाहिँ त्यस्तो ज्ञान दिनुहुन्न। भगवान्ले के भन्नु, मेरो ज्ञान धेरै प्रयास धेरैलाई नसुनाऊ, जो भक्तिमा आएका छन् त्यसलाई मात्र सुनाऊ भनेर भगवान् कृष्णले भन्नुहुन्छ है त। हरे कृष्ण, राधेश्याम।